मसँग चाहिँ छुटेको हो त त्यो समाचार आएको छ हामीले पनि के कसो अब समाचार कहाँ आएको छ भन्नु त हजुर देख्नु भएको छ तपाईले पनि देख्नु भएको थियो नि त हैन त्यो दाइले गर्नु भएको छ तपाईले त्यो निकै साग मेरो हैन तपाई राति रोएर फेसबुक पोस्ट गर्नु भएको छ कहिले गरे मैले पोस्ट फेरि फेसबुक भन्नु त साच्चै खाएर भन्छु हैन मैले दाइ हैन त्यो विगतको कुरा हजुर चाहिँ नकोट्याउनु सही त्यो कुरा हैन विगतको कुरा जेसुकै हुन हामी कोट्याइदिन्नम मैले ल भन्न मैले कति बेला मैले पोस्ट हाले के राति मैले कहिले पनि हालेको छैन के भने नि तपाईसँग कुराकानी गर्दा गर्दै मैले त्यो स्क्रिनशट हामीले राखिसक्यौं कहिले भर्खरै त्यो कुनै तपाईले डिलिट गर्नु भएछ तपाई रोएको भिडियो यहाँ छ मैले यो डाउनलोड गरिहाले ए त्यो त यस्तो दाइ अब मान्छेको चित्त दुख्छ नि मान्छे भएपछि मन दुख्छ टेन्सन हुन्छ कति पीडा हुन्छ त्यो त अनि रोएर भिडियो हाल्दैमा के प्रेममा धोका खाएको हुन्छ र हुँदैन नि त हैन त्यो त अब आफ्नो मन दुख्यो होला केही कुरामा चित्त बुझेन होला मलाई मात्र किन यस्तो हुन्छ भन्दै रोएको इमोजीहरु पोस्ट गर्नु भएको छ हजुर तपाईले भएको चाहिँ के हो रुन त सजिलो छ दुख तर दुखलाई छोपेर मुस्कुराउन साह्रै गाह्रो हुँदो रहेछ भनेर टक्क पोस्ट गर्नु भएको छ गराउनु भएको छ तपाई हेर त ओछ्यानमा बोल्किएर रोइराखेको छ कतै यो प्रेम वियोग त परेन ऋतु वर्षलाई भन्ने खालको कुरा होला हैन हैन म प्रेममा छु नढाकिकन भन्नुस् अमेरिकाको बोयफ्रेन्ड जस्तो फेरि अरु कसैले धोका दिए कि अरे त्यो कुरा त्यो म भने नि त्यो मान्छेलाई मैले फेरि त्यसको नाम जोडेर म फेरि उलाई चाहिँ उलाई बनाउन उलाई चाहिँ म उ गर्न म चाहदिन कि त्यो उसको नामै नलिनु छैन पहिला जे थियो सकेको हैन अब फेरि त कोट्याएर फेरि त्यसलाई त्यसको नाम लगेर फेरि त्यसलाई भाइरल बनाएर त्यो काम छैन के दाइ जोड्न कसैको नाम जोड्न चाहदैन म कसैको नाम पनि जोड्न म त कसैको नाम पनि जोड्न चाहदिन हैन म चाहिँ आफ्नै तरिकाले चलेको मान्छे हैन म कसैको नाम जोडेर चलेको हैन क्या बुझ्नुभयो कि नै एउटा ब्रान्ड हो ऋतु बस्नेतको नाम बेचेर कसैले नखाओस् भन्ने खालको कुरा हो ओ हजुर